राजा ज्ञानेन्द्र शाहले केही समय पहिला भन्नुभएको थियो, मैले छोडेको थिएँ तर यस्तोसम्म होला जस्तो लागेको थिएन। जुन अवस्थामा मैले छोडेको थिएँ यस्तो होला जस्तो लागेको थिएन। यो एउटा वाक्य कति गहिरो छ, यसमा कति पीडा छ अनि कति पश्चाताप लुकेको छ। राजाले सोचेका थिए होलान्, मैले गद्दी छोडेपछि देश बन्छ, जनता खुसी हुन्छन्, नेपाल विकसित हुन्छ, युवाहरूले देशमै रोजगार पाउँछन्, सबै नेपालीहरूले सम्मान अधिकार पाउँछन्। तर 17 वर्षपछि पनि देशको हालत देख्दा उहाँको मन पक्कै रोयो होला, पक्कै दुखी होला। यति मात्रै होइन, अहिले त राजा आऊ देश बचाऊ भन्दै जनताबाटै आवाज उठ्न पनि थालेको छ। उहाँले देश छोडेको होइन, देश बन्छ कि भन्ने आशमा गद्दी त्याग गरेको हो। तर दलहरूले देशलाई बर्बाद मात्रै गरे, गल्ती सच्याउन तयार नै भएनन्। उल्टै नेपालीहरूको आवाज दबाउन खोजियो, इन्टरनेट सामाजिक सञ्जालहरू बन्द गरियो, जनताको अधिकार हस्तक्षेप गरियो। यसै कारणले जेनजी विद्रोह भयो, संसद भवन जले, सिंहदरबार जले, 76 भन्दा बढीको ज्यान गयो, नेता लखेटिए, नेताका घर जले, नेताका पैसा जले, तर उनीहरूको घमण्ड जलेन, अहमता जलेन। अब पुनः सक्रिय भएर सत्ता चलाउने तयारीमा छन्। के अझै 17 वर्षपछि पनि यही अवस्थामा नेपाल रहने हो त? यी यस्तै विषयमा यति बेला चर्चा परिचर्चा हुन थालेको छ। दर्शक महानुभावहरू, 17 वर्ष राजाले गद्दी छोडेको समय पुगिसक्दा पनि देश किन बनेन? आज भनौँ, देशमा किन रोजगार छैन? युवाहरू किन विदेश जानुपर्ने अवस्था आयो त? देशमा हरेक किसिमले जसरी हुनु पर्थ्यो त्यसरी किन बन्न सकेन त? यसको दोषी के नेता मात्रै हुन् त? आज भनौँ, जनता मात्रै हुन् त? यो गम्भीर प्रश्न बनेको छ। तपाईँलाई के लाग्छ? अब फेरि यी नेताहरू चुनावमा गएर, फेरि नेताहरू सत्तामा गएर, यिनी नेताहरूले 17 वर्षसम्म नगरेको काम, आज भनौँ 2 दशकसम्म गर्न नसकेको काम फेरि गर्लान् त? यो तपाईँ हामीमा विश्वास छ त? यी र यस्तै प्रश्नहरू यति बेला नेपाली समाजमा देख्न थालेका छन्। तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया दिनुहोला।